हामी यति बेला मुक्तिनाथ माथि मन्दिरमा जानको लागि सिँढीहरू माथि चढ्दैछौँ। हिमालको एकदम फेदमा आएका छौँ। चारैतिर देख्न सक्नुहुन्छ हिमाल रहेको छ भने त्यहाँबाट सिँढी सुरु भएको छ। चारैतिर हिमाल रहेको छ। अझै कति माथि जानुपर्छ थाहा छैन, त्यो त गएपछि नै थाहा हुनेछ। मौसम एकदम हजुर मौसम एकदम चिसो छ, त्यति धेरै चिसो पनि छैन मानिसहरूले भनेअनुसार। र यहाँको चाहिँ हिमालभन्दा तलतिरको भाग चाहिँ त्यति धेरै छैन, राम्रो छ। मरुभूमि नेपालको मरुभूमि भनेर चिनिने ठाउँ चाहिँ साँच्चीकै मरुभूमि जस्तै रहेको छ। हिमालमा चाहिँ घाम लागेको हुनाले चाहिँ एकदम हिमाल टल्केको देख्न सक्नुहुनेछ तपाईँहरूले। यतापट्टिको हिमाल चाहिँ धेरै नै देखिएको छ, घाम लागेर टल्किएको छ।